जब म सानी थिएँ मलाई लाग्थ्यो मेरो आमाले किन यति धेरै सोधिरहनुहुन्छ। छोरी खाना खायौ, छोरी पढाइ गर्यौ, छोरी धेरै मोबाइल नचलाउ न बा, छोरी धेरै मोबाइल नचलाउ न बा। त्यो बेला मलाई लाग्थ्यो मेरो आमाले मलाई बुझ्नुहुन्न। तर आज कक्षा 9मा पढ्दै गर्दा जीवनको 15औं वसन्त पार गर्दै गर्दा अलिकति परिपक्व हुँदै जाँदा म बुझ्न थालेकी छु मेरी आमाको हरेक प्रश्नभित्र माया लुकेको रहेछ। मेरी आमाले मेरा मौन भाषा समेत बुझ्नुहुन्थ्यो। मेरो हरेक आँसुको कारण, मेरो हरेक मुस्कानको अर्थ मेरी आमालाई थाहा हुन्थ्यो। आमा बन्नु संसारकै सबैभन्दा सुन्दर, गहिरो र परिवर्तनकारी अनुभव हो। गर्भधारणदेखि सन्तान जन्मेसम्म र त्यसपछि पनि आमाको जीवनमा आउने हरेक परिवर्तनहरू के हामी शब्दमा बयान गर्न सक्छौँ त?